नमस्ते साथीहरू, तपाईलाई स्वागत छ हाम्रो च्यानल चन्द्रकान्त अटोक्याड हबमा। आजको भिडियोमा हामी अटोक्याडको सबैभन्दा बेसिक तर इम्पोर्टेन्ट टुल लाइन कमान्ड सिक्ने छौँ। यदि तपाईँ अटोक्याड बिगनर हुनुहुन्छ भने यो भिडियो तपाईको लागि एकदम युजफुल हुनेछ, किनकि सबै डिजाइन लाइनबाट सुरु हुन्छ। सबैभन्दा पहिले अटोक्याड ओपन गर्नुहोस्। नयाँ फाइल खोल्नको लागि न्यू क्लिक गर्नुहोस्। अब लाइन कमान्ड सुरु गर्नको लागि दुईवटा तरिका छन्। फर्स्ट, किबोर्डबाट यल लेखेर इन्टर गर्नुहोस्। सेकेन्ड, होम ट्याबमा गएर लाइन आइकनमा क्लिक गर्नुहोस्। अब स्क्रिनमा स्पेसिफाई फर्स्ट पोइन्ट देखिन्छ। अब माउस क्लिक गरेर पहिलो पोइन्ट सिलेक्ट गर्नुहोस्। त्यसपछि अर्को पोइन्ट सिलेक्ट गर्दा लाइन ड्रो हुन्छ। स्ट्रेट लाइन बनाउन अर्थो मोड अन गर्नुहोस्। एंगलमा लाइन बनाउन माउस फ्रीली मुभ गर्नुहोस्। अब हामी एक्ज्याक्ट मेजरमेन्टमा लाइन बनाउने सिक्छौँ। फर्स्ट पोइन्ट क्लिक गर्नुहोस्। त्यसपछि डाइरेक्सन देखाएर लेख्नुहोस् 10। इन्टर गर्नुहोस्। अब 10 युनिटको लाइन तयार हुन्छ। लाइन कमान्ड बन्द नगरी लगातार लाइन बनाउन सकिन्छ। कन्टिन्यू गर्नको लागि पोइन्ट क्लिक गरिरहनुहोस्। लाइन कमान्ड बन्द गर्न इन्टर वा एस्केप की थिच्नुहोस्। आज हामीले अटोक्याडको लाइन कमान्ड सिक्यो। यदि तपाईलाई यो भिडियो युजफुल लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोस्। अर्को भिडियोमा हामी सर्कल कमान्ड सिक्नेछौँ।